हेलो हजुर ल सर चाहिँ ओए कति पुरै गाउँ सर्काउने भाइ कति चिच्चा गाउँ हो तर मान्छे छैन नि यार गाउँ बाहिर यहाँ तपाईँले कति धेरै घर हुन्छ मात्र मान्छे हुन्छन् सुन्नुहोस् न यो चाहिँ के हो भन्दा यो चाहिँ विकास सर हिजो राति आउनुभएको थियो राति 12 बजे लगभग पौने 12 बजीतिर बल्ल उज्यालो आकाश देख्नुभयो भने तपाईँले भर्खरै बाहिर पौने 7 बजीसम्म चाहिँ घाम अझै माथि नै छ कस्तो 8 बजीसम्म घाम लाग्ने होला कस्तो लागिरहेको तपाईँलाई यो बाटो भनेको चाहिँ मैले सधैँ काममा जाँदाखेरि लम्बा घरबाट निस्किएँ म काममा गएँ यताउता भनेर एक्सप्लेनेसन दिएर भिडियो पठाउने बाटो हो किनकि उतापट्टि गाडी हिँडेर आउँछ नि त खासै सुनिन्न अनि यहाँ चाहिँ सुनसान हुन्छ तर पछाडि चाहिँ एकदम नराम्रो ब्याकग्राउन्ड आउँछ है किनकि यो सबै घरहरूको पछाडिको भाग हो पछाडिको अगाडिको भाग त हो अगाडिको भाग अलिक राम्रो हुन्छ यहाँ चाहिँ सबैको पछाडि पार्किङ अनि यही फोहोर कचरा सचरा यताउता त्यही भएर यो चाहिँ अलिकति अर्कै हुन्छ कि हामी चाहिँ अब यसो हल्का विकास सरलाई मैले बस स्टप कहाँनिर हो भनेर देखाइदिन्छु अनि ओहो यो देख्दा त ठ्याक्कै नेपालको याद आयो त सोनु यहाँनिर यस्तै हो कि यो अलिकति भने नि ब्याक साइड के पछाडिको फ्रन्ट साइड र ब्याक साइड फरक हुन्छ नि त यहाँ के होइन मान्छेहरू क्रिकेट खेलिरहेको रहेछ न जसले जे हो त्यही देख्ने रहेछ भन्ने कुरो त्यही होला मैले अब कति अब पार्कको बाटो चाहिँ हिँडेर आउँथेँ त्यहाँ बास्केटबलहरू चाहिँ खेलिरहेको हुन्छन् तर क्रिकेट खेलेको मैले आजै देख्दै हो आज विकास सर आउनु भएको भनेर खेलिरहेको होला त्यहाँ अस्ति म चढेर भिडियो पठाइदिएँ तर ती सबै हाम्रा छिमेकी राष्ट्रका भैयाहरू हुन् क्रिकेट जोता खेलिरहेछन् भैया भन्नु त बुझिहाल्छ नि छिमेकी राष्ट्रका दाजुभाइ के अब चाहिँ मैले सोनुलाई एकैछिन पर गएर आयौँ हामी पार्कमा अब चाहिँ सोनुलाई अहिले घर लैजान्छु यिनले के भनिहन् भन्दा यिनले के भनिहन् अब तपाईँले घरै देख्नु न भन्दैखेरि होइन त्यस्तो होइन घर त तपाईँले देख्नुभयो त्यही चाहिँ मात्र आएको थियौँ हामी के भयो भन्दा सरले मैले अघि कपडा लगाउनुहोस् भन्दा मान्नु भएन अब ऊ चाहिँ खासै धेरै जाडो त छैन म चाहिँ अब अलिकति टी सर्ट र ज्याकेटमा सर्भाइभ गर्न थालिसकेको रहेछु भन्नु पऱ्यो सरलाई जाडो भयो कि यत्रो कपडा लगाउँदा पनि त्यही भएर अब म हामी चाहिँ घरै भएर कपडा लगाउनलाई जाडो भयो रुवा लाग्ला अघि नै भनेको मैले फेरि भित्रबाट लगाएर हिँड्नु सर बाहिर तपाईँलाई चिसो हुन्छ भनेर मलाई पनि सुरुमा आउँदा त यस्तो तर म विन्टरमै आएको नि त यस्तो जाडो भएको थियो मलाई सुरुमा आउँदा अनि आजभोलि तर फेरि यहाँको मान्छेहरूलाई त जाडै हुन्न अझै कति कम जाडो हुन्छ ठिकै छ भित्र रुममा त केही नहुँदो रहेछ तर बाहिर चाहिँ एकदम जाडो अनि साँझ भइसक्यो नि त 7 साढे 7 भइसक्यो त्यो भएर चिसो हावा चलिरहेको बल्ल अलिकति न्यानो कहाँ 40 डिग्री छलेर यहाँ आएको त स्मार्टै जाडो अब आमा बल्ल एकदम ठिक भइरहेको छ मलाई न्यानो हाँस्दिन भनेको मलाई हाँसो लागेको ज्याकेट त तिमीले पनि त लगाइछौ नि होइन मैले एउटा टी सर्ट र ज्याकेट लगाएको तपाईँले टी सर्ट र स्वेट सर्ट लगाएर आउनुभएको थियो अनि त्यत्रो ज्याकेट अझै विन्टरमा आएको भए विकास सर एकैचोटि के हुन्थ्यो होला झन् स्मार्टै यहाँ हाँसोलाई हँसाउनु भयो मान्छे राम्रो हो कि ज्याकेट राम्रो हो कि तिमीको पो छ त एकचोटि घुम्देऊ त बाबु सुरुमा यहाँ चाहिँ मलाई 8 बजे यस्तो घामलाई टल्किरहेको त अचम्म लाग्यो त्यसपछि चाहिँ अब यो फेरि त्यही बाटोमा छौँ हामी अघिनेकै बाटोमा बाटो त्यही गन्तव्य पनि त्यही नै होला सायद अब हामी त्यही नै जान्छौँ के अरे तर सुन्नु यार कस्तो जाडो हो यहाँ यार कस्तो यो त तिमीले त समर भन्थ्यौ ठिक छ नाच्छन् धेरै टोपी छुटेको त होइन टोपी छुट्यो होइन तल मलाई कस्तो अप्ठ्यारो भयो जस्तो लागिरहेको क्या तपाईँलाई अहिले त ठिक छ अघि त सर कस्तो जाडो भयो हामी चाहिँ यसो पार्कतिर जाँदैछौँ हामी यहाँ चाहिँ पक्कै यो बुढीको चाहिँ ड्युटी जाने अफिस जाने ल म काममा जाने काममा जाने चाहिँ यो बुढीको काममा जाने ठाउँ रहेछ अनि पछाडि उता त बस स्टप रहेछ त्यो त देखाउँछ हो त बस स्टप रहेछ अब यहाँ गाडी चाहिँ ठ्याक्कै उल्टो किसिमले हिँड्ने के किन भन्दाखेरि हाम्रोतिर लेफ्ट साइडबाट के अरे लेफ्ट साइडबाट हिँड्यो भने यहाँबाट राइट साइड हिँड्नु पर्यो होइन के हो सुरुमा हिँड्दाखेरि गाडीहरू राइट साइडबाट सुरुमा हिँड्दाखेरि कन्फ्युजन हुन्छ कि जस्तै हाम्रोतिर के हुन्छ भन्दा
गाडीहरूको चलाउने ठाउँै अर्कैतिर स्ट्रिङ हुन्छ राइटतिर हुन्छ नि नर्मल लेफ्टतिर हुन्छ हो त स्ट्रिङ चेन्ज हुन्छ नि त्यसपछि गाडी पनि त्यही भएर गाडीको सबै सिस्टम यहाँ चेन्ज भयो जस्तै हाम्रोतिर यतापट्टि बाटोको लेफ्ट साइडतिर उस्तो जाने बाटो हिँड्थ्यो गाडी हिँड्थ्यो अनि राइट त यता जाने बाटो अहिले त अहिले मैले यसो सोचेको त गाडी त एक हिसाबले त यता जानुपर्ने हो स्ट्रिङ लेफ्टतिर हामीले अँ, हिँडेको उता। गाडी यता हिँड्थ्यो नि त उता चाहिँ हो। नेपालमा चाहिँ उता चाहिँ यहाँ फेरि उल्टा हुन्छ क्या राइटतिर गाडी हामी हिँड्ने अनि गाडी पनि उतै राइटतिर हिँड्छन् उता जान्छन् हामी जता हिँड्यौँ त्यतातिर यो सिटी नै हो कि होइन यो अलि अझै आचार्य सिटी दाइको मान्न स्टोर हँ? आचार्य दाइको ए स्टोर आचार्य दाइको, ओके। आचार्य दाइको स्टोरबाट चाहिँ हामी नजिकै छौँ भनौँ नजिकै अनि हो। त्यसपछि म काममा जाने बाटो चाहिँ यही हो सर एउटा फेरि स्टप यहाँ छ है जस्तै अब हामी एउटा मेट्रो टाउन भन्ने हुन्छ होइन जस्तै मलाई अब चाहिँ यता जानु पर्यो नि म यता आउनु यहाँ आउनु पर्यो तर यहाँ आउनु पर्दैन उता जानु पर्यो भने चाहिँ हामी के गर्छ भन्दा अँ। अहिले तपाईँलाई मैले पछाडिको बाटो लिएर आएँ नि अँ। अगाडिको बाटो जाने अनि त्यसपछि ए। अगाडिबाट फेरि यस्तै स्टप नजिकै छ क्या त्यो होइन यहाँ आए पनि भयो तर यता ढिला धेरै धेरै हिँड्नुपर्छ नि त पछाडिको बाटो चाहिँ यहाँ आए ठिक्क हुन्छ किनकि त्यहाँ त्यति नै हो उता गएपछि धेरै उता जानुपर्छ अनि अगाडि यता जानलाई चाहिँ त्यही हो ठिक्क उता जानु पऱ्यो भने यो स्टपमा आउनु भन्दा उताको स्टपबाट चढ्यो भने सजिलो हुन्छ त्यहाँखेरि नआउनु पर्यो यो चाप्नु पऱ्यो चापेपछि त्यहाँ यस्तो बाटोहरू रेस्टुरेन्टमा चाहिँ यस्तो हुन्छ कि हात हुन्छ अनि त्यहाँ हात देखाउँछ अनि हात त्यो चापेको अर्थ के भयो त चापेको जस्तै यहाँ मान्छे छैनन् भने त्यहाँ हातै आउँदैन कि अहिले त्यहाँ हात आएपछि These all are Chinese, yeah, our neighbor. यिनीहरूले इङ्ग्लिस बुझ्दैनन् भनेको तिमीले अलिअलि त बुझ्छन् होला कोही कोही त बुझ्छन् तर आवर नेबर भनेको त हाम्रो छिमेकी भने त हो नि। पहिला पहिला हाम्रो सुरुमा आउँदैतिर कि अँ, सबै बाटोमा रेजुमे बाँड्छ नि त अँ। अनि कस्तो भित्र गयो अनि पछि इङ्ग्लिस आएर यिनीहरूले एकदम धेरै अब भेटै गरे जस्तो गर्ने कि अनि पछि बाल बाल मतलब नदिने अनि हिन्दी भनेको हुन्थ्यो अनि हिन्दी त त्यही हो नि त उनीहरूलाई आफ्नै चाइनिजै चाहियो कि जम्मा राख्नलाई म्याक्सिमम् तिनीहरूले आफ्नै सिटिजन राख्छन् नि नपाए पनि बल्ल कि त अब अरू केही तिनीहरूको क्राइटेरिया हुन्छ होला नि बल्ल त्यो ठिकै छ यहाँ अलिकति सिस्टममा बुझिरहेको छु त्यहाँ पछाडि त्यो डोलारामा डलरामा डोलारामा भनेको $1 एभ्रिथिङ होइन ए के त्यसै त चाहिँ पार्टी जे होइन चिज तपाईँलाई चाहिन्छ त्यस्तो होइन है। भलै त्यो 1.99 होला तर त्यहाँ $2 भन्ने आउँदैन अरे के त्यस्तो होइन मैले त्यस्तो भनेकै होइन के हो? त्यतिकै आफै एजम्सन गर्ने कि सर के त त्यस्तो होइन क्या सर $1+ भनेको एकभन्दा माथिकोमा हो खासै भन्नाले मान्छे $1 भन्दा थोरैको केही पनि पाइएन। अन्तभन्दा चाहिँ अलिकति अफोर्डेबल नै हुन्छ कि यो अलिकति सस्तो नै हुन्छ भन्नाले ए। अन्त जस्तै यही सामान अरू स्टोरहरूमा अलिकति महँगो हुन्छ भने यहाँ चाहिँ अलिक सस्तो पाइन्छ कि ए ठिक तर छ त्यस्तो $1 सबै चाहिँ होइन मलाई के अरे 500को होइन के अरे एउटा हुन्छ नि 59 मा पाइने बेला त्यस्तो 0.99 मा त केही पनि पाइएन त्यस्तो होइन पाइन त पाइन्छ कि तर त्यस्तो फिक्स सबै एउटै रेटमा भन्ने चाहिँ छैन कि ए जति पनि हुन पाएर नेपालमा चाहिँ 99 बजारवाला त्यस्तोवाला होइन यहाँ चाहिँ यो बुढीले स्ट्रबेरी राखेको रहेछ अब यो खाँदैछु म घरको स्ट्रबेरी चाहिँ यति सानो हुन्थ्यो यहाँको त यत्रो ठुलो हजुर हल्का मिठो कि चाँडो भयो मलाई यो मिठो हो। मिठो हो अब चाहिँ हामी चिएनटी सुपर मार्केट जाँदैनौँ देखाइदिउँ मलाई चाहिँ घरकै मिठो जस्तो लाग्छ होइन त